हेलो गाइजहरू, आज चाहिँ हामी एउटा रमाइलो चिज हेर्नेवाला छौँ पाइथनभित्र होइन। पाइथनभित्र एउटा इन्भाइरोमेन्ट बनाएर हामीले चिजहरू हाल्न मिल्छ क्या पाइथनभित्र। हामीले नर्मली हाल्दाखेरि के हुन्थ्यो भन्दाखेरि एउटा हाम्रो ग्लोबल हाम्रो कम्प्युटरभित्र के गर्थ्यो, पाइथन इन्स्टल गर्थ्यौँ, अरू अरू प्याकेजहरू इन्स्टल गर्थ्यौँ, जुन चाहिँ हाम्रो कम्प्युटरमै छरपष्ट भएर बसिरहेको हुन्थ्यो होइन। पाइथनमा कसरी गर्न मिल्छ त काम भन्दाखेरि एउटा इन्भाइरोमेन्ट बनाउनु मिल्छ, भर्चुअल इन्भाइरोमेन्ट, जसभित्र चाहिँ पाइथन हुन्छ, हाम्रो इन्स्टल प्याकेजेसहरू हुन्छ होइन, जसले चाहिँ काम गर्नलाई सजिलो हुन्छ। सो त्यो गर्नलाई चाहिँ हामीले के गर्छौँ त युज भन्दाखेरि भेन भन्ने चिज युज गर्छौँ। भेन मिनिङ भर्चुअल इन्भाइरोमेन्ट होइन। सो त्यो कसरी काम हुन्छ भने आज हेरौँ हामी। लेट मी मिनिमाइज माइ सेल्फ है, यता कुनापट्टि राखिदिउँ अनि अब हेरौँ। अब ओके, मैले अघि रेकर्ड गरेछु अनि मेरो मुख चाहिँ मिनिमाइज गर्न बिर्सिन्छु क्या। यस ओके, सो पहिला सुरु हामी एउटा बनाऊँ इनसाइड भेन बनाऊँ। भेन भनेको भर्चुअल इन्भाइरोमेन्ट एउटा बनायौँ होइन। सिडी इनसाइड भेन भन्छौँ। यो फोल्डरभित्र अब फर्स्टमा हाम्रो भर्चुअल इन्भाइरोमेन्ट रन गराउनलाई हामीले पिप इन्स्टल गर्नुपर्छ भर्चुअल इन्भाइरोमेन्ट होइन। भर्चुअल इएनभी भनेर इन्स्टल गरेपछि इन्स्टल हुन्छ चट्ट लाएर। अहिले केही पनि छैन फोल्डरभित्र हेर्ने भने। सो अब हुन्छ काम चाहिँ। अब हामीले के गर्नुपर्छ भन्दाखेरि भर्चुअल इन्भाइरोमेन्टभित्र गएर एउटा यो चाहिँ अब डट भेन भनेको चाहिँ फोल्डरको नाम है। यसको सट्टा जे पनि हुनसक्छ, डट प्रज्वल हुनसक्यो, डट राख्नुपर्छ भन्ने पनि छैन, जे पहिला प्रज्वल राख्न सक्यो, एबिसी राख्न सक्यो। डट चाहिँ एउटा स्ट्यान्डर्ड फलो गर्नको लागि मात्र राखेर डट भेन भनेर एउटा फोल्डरको नाम हो, बस त्यति त हो नि। अब डट भेन गर्दाखेरि हामीसँग यति धेरै चिजहरू आयो होइन। सो अब पाइथनभित्र एउटा रिक्वायरमेन्ट डट टिएक्सटी भनेर हामीले एउटा फोल्डर फाइल बनाउँछ क्या। जस्तै जाभा स्क्रिप्टहरूमा के हुन्छ, प्याकेज डट जेसन हुन्छ होइन, त्यो आफै आउँछ, हामीले चाहिँ यता बनाउँछौँ होइन। सो त्यसको त्यो बनाउनलाई के गर्नुपर्छ भन्दाखेरि हामीले रिक्वायरमेन्ट डट टिएक्सटी भनेको के हो भन्दाखेरि अब जे पनि हाम्रो इन्स्टल्ड उत्योहरू हुन्छ नि, प्याकेजेसहरू हुन्छ नि, हामीले जे पनि इन्स्टल गरेको छ त्यो चाहिँ त्यहाँ गएर अपडेट हुन्छ, त्यो चाहिँ त्यहाँ लिस्ट हुन्छ भनौँ न। अनि त्यसको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि त्यो गर्नको लागि होइन, बिफोर द्याट हामीले भेन एउटा बनाइसकेपछि, भर्चुअल इन्भाइरोमेन्ट एउटा बनाइसकेपछि त्यसलाई एक्टिभेट कसरी गर्ने भन्ने कुरा हेर्नुपर्छ होइन। त्यो गर्नलाई चाहिँ यस्तो गर्ने, डट स्ल्यास अनि हाम्रो फोल्डरको नाम लेख्ने, अनि त्यसपछि स्क्रिप्ट स्ल्यास एक्टिभेट लेख्ने, अनि त्यसपछि त्यसलाई इन्टर गरेपछि त्यो एक्टिभेट हुन्छ होइन। अब यसलाई सोही अनुसार नै यसरी डिएक्टिभेट लेखेर डिएक्टिभेट गर्न सकिन्छ। र एक्टिभेट गरिसकेपछि हामीले कसरी काम गर्ने त्यसमा भन्दाखेरि अब त्योभन्दा अगाडि हाम्रो रिक्वायरमेन्ट फाइल चाहिँ कसरी बनाउने भनेर हेरौँ त। पाइथन लिस्ट यो साइन युज गर्ने, रिक्वायरमेन्ट डट जे राखे नि हुन्छ, नाम कन्भेन्सनको लागि मात्रै हो होइन। त्यो राखेको मैले के भने यसले मलाई नो फाइल ओके ए पाइथन लेखेछु। पाइथन लेख्ने हो नि त साथीहरू, पाइथन लेखेर हुन्छ त पिप लेख्ने हो नि, पिप लेख्ने। ओइ स्पेस छुट्यो अघि, स्पेस गरौ, इन्टर गऱ्यो, एउटा फोल्डर भन्छ जुन चाहिँ हाम्रो मेनभित्र हुन्छ होइन। अब यहाँभित्र कसरी ल्याउन सकिन्छ होइन। जस्तै मैले एउटा इन्स्टल गरेँ, पिप इन्स्टल पाइ महँगो होइन, इन्स्टल हुँदैछ। इन्स्टल भयो होइन। अब यो जुन छ यो लिस्टमा लाउन पऱ्यो होइन, अपडेट गर्नुपर्छ। र यो आयो हाम्रो रिक्वायरमेन्ट टिएक्सटीमा आयो यसरी पाइ महँगो भनेर आयो होइन। र हामीलाई अब कहिले के जरुरत पऱ्यो भन्दाखेरि हामीलाई प्रोभाइडेड छ रिक्वायरमेन्ट डट टिएक्सटी होइन। अब प्याकेजहरू डाउनलोड गर्नु पऱ्यो भने चाहिँ म्यानुअली एउटा डाउनलोड गरेर बस्नु भन्दा पनि हामीसँग एउटा कमान्ड छ जुन चाहिँ हो पिप इन्स्टल -r रिक्वायरमेन्ट डट टिएक्सटी। रिक्वायरमेन्ट हो होइन, रिक्वायरमेन्ट छैन। डिएक्टिभेट गर्नलाई यसरी डिएक्टिभेट गर्ने, ल यति हो होइन। अब हाम्रो भेनको कुरा चाहिँ अब सी यू अन द नेक्स्ट वान, बाई।